ल कति बेला न तपाईँ भन्नुभयो कि मलाई दिन्छु खाना ओरेर छ अहिले उसको पनि पर्दैन झिलो पनि राम्रो हुन्छ झिरा त त्यसमा बाली भइहाल्यो नि केवल पनि बाला बरु यो हावा लाग्छ क्या के हुन्न त्यही भएर तिनवटा ठुलो उसको झ्याल बनाएर मात्रै हुँदैन जति जानु आएको नि छुट्टिनु यता अब लाग्छ धोती हाल्ने मोटर हाल्ने पहिल्यै दिँदैन ल अब के अरे यो भन्ने होइन अब टोपी लाग्यो भाइ पहिला टोपी लाउँ कि टोपी लगाइदिनु एउटा नि टोपी लगाइ ल लगाइ आउँछ नि टोपी ल्याएर भन्न आउने लागि ठिक्क हुन्छ यो पनि लिएर ल फोटो खिचेर ल अब आमाले र मैले मिलाइ काट्नु अब त्यो पनि ल तिमीले र मैले मिलाइ काट्नु यो पनि काट्नु अहिले हेप्पीबाट भयो सानो काट्नुभयो खानु भयो नि बुवा आमाले खानुहुन्न मैले हाने भयो अब यो यसमा हाल्नु त्यसको मुनिमा काटेर हाल्नु यसो मैले बाहिर गरेर मैले बाहिर हो नि हो त नि